बिल्कुलै एक्लै बिल्कुलै बेग्लै भिडियो बनाउने फुलसँग रमाउने एक्लै सोजुसँग हैन। यहाँनिर देख्नुहुन्छ राम्रो राम्रो फुलहरू देखाउँछु आज चाहिँ मेरो भिडियोमा। राम्रो राम्रो तरुनीहरू राम्रो राम्रो फुलहरू के हेर्नु न यहाँ बस यति राम्री राम्री मान्छेहरूले चाहिँ एक्लै एक्लै फोटो खिचिरहेको देख्दा त मन चसक्क हुन्छ होइन। अनि के गर्नु अब मन जति चस्के पनि अब बोलाउनु पनि सकिँदैन। अब यहाँ चाहिँ अब यो टुलिप चाहिँ अब करिबन 1-2 हप्ता रहन्छ। यो फ्योङपेकको ओसन लनमा आउनुभयो भने यहाँको टुलिपको यो गार्डनमा आइपुग्न सजिलो हुन्छ तपाईँहरूलाई। फेन्टेक स्टेसनबाट 98 र 80 बस 98 प्लस 80 नम्बरको बस चढ्न सक्नुहुन्छ फेन्टेक यकबाट हैन। तपाईँहरू यो ओसाङम्यानको पार्कमा आएर डुल्न सक्नुहुन्छ। अनि यो छोटो जानकारी पनि भइहाल्यो तपाईँहरूलाई। म धेरै बोल्न पनि जान्दिनँ। यहाँ राम्रो राम्रो मान्छेहरू धेरै छ। मलाई राम्रो राम्रो मान्छेहरूको अगाडि बोल्न लाज लाग्छ। सो एकैछिन अब यहाँ अर्को पनि फुलै फुल आज अब कति फुल देखाउनु अरूतिर पनि देखाउँ भनेको यहाँ के गर्नु। हेरौँ न कति राम्रो राम्रो बच्चाहरू कति राम्रो राम्रो बच्चाको आमाहरू होइन देखेर पनि हुरुक्क हुँदै डुल्दैछ। हो म त एक्लै दाजु हुनुहुन्छ पछाडि अब धेरै ठुल्ठुलो कुरो पनि गर्नु भएन होइन। तर तपाईँहरूलाई यहाँको यसो सरर देखाइदिन्छ म बिचमा गएर ल सरर गएर हेर्नु न कस्तो दामी छ नि छैन त दामी यस्तो यहाँ उता क्या रमाउँदै उता मान्छेहरूले अब लाइक भिडियोहरू टिकटकहरू बनाइरहेको छ। तर म पनि एक्लै रमाइरहेको छु। यहाँ दाजुको छेउछेउ हिँड्यो भने अब बोल्न अलि अप्ठ्यारो लाग्छ र यता टाढा टाढा भएको क्या वास्तवमा चाहिँ। अब यहाँ हेर्नु अब आमा छन् है चाला यस्तरी हान्छौँ भएर फोटो खिच्नु मन लाग्छ। मलाई पनि के भन्नु आउँदैन मेरो फेरि के भन्नु यो फेरि मेरो सेल्फी मात्रै हो यो हल्लिन्छ होला फेरि धेरै हल्लियो भने पनि राम्रो हुँदैन नि त होइन। जेसुकै होस् टुलिप फुलेको बेलामा मन नफुले पनि टुलिप फुल्यो खुसी भयो क्या मन चाहिँ होइन। मान्छे अलिक कम्ती छ र जोरले बोल्दैछु भाइ त जोरले बोले पनि अब तपाईँहरूले कुरो बुझ्नु मनमा चाहिँ भित्र यिनीहरूले के भन्छ होला कसो भन्छ होला भन्ने चाहिँ चलिरहेको छ होइन। र पनि चलिदिरहेको छु म बालै फरेर हान्दै मैले यतिको भिडियो छु होइन। एकैछिन अब यहाँ कता जाउँ भयो यहाँ अङ्कलले पनि हुँदोरहेछ। सो अब मेरो साउन्ड कस्तो आउँछ भन्ने त आई डोन्ट केयर।